हिमाल पहाड तराई हिमाल पहाड तराई धार्मिक सहिष्णुता सामाजिक सद्भाव बिथोल्नेलाई प्रश्न गरौँ सामाजिक सद्भाव बिथोल्नेलाई 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 हिमाल पहाड तराई हिमाल पहाड तराई सामाजिक सद्भाव सामाजिक सद्भाव धार्मिक सहिष्णुता हिमाल पहाड तराई पर्ने अहिले चितवनले एउटा नमुना पेश गरेको हो र म उम्मेद गर्छु र मेरो यो आशा छ हाम्रो समग्र नेपालमा सम्पूर्ण नेपाली भाइहरूले दाजुभाइहरूले यसरी नै अङ्कमाल गरेर यसरी नै सद्भाव र सहिष्णुताको आफ्नो एउटा प्रमाण दिनुहुन्छ भन्ने मलाई एकदम आशा छ। धन्यवाद। अहिले देशका अधिकांश कतिपय क्षेत्रहरूमा हिन्दू र मुस्लिम एकअर्कामा नमिल्ने स्वभाव नमिल्ने विचार नमिल्ने भन्ने खालको तरङ्ग पैदा गर्ने एउटा ग्रुप सिर्जना भइरहेको छ। खास गरी त्यो अनावश्यक रूपमा गलत तरङ्ग पैदा गर्ने त्यो मुख्य व्यक्तिहरूलाई चाहिँ तपाईँहरूको सद्भाव र्यालीबाट यो सन्देश दिन चाहन्छु कि नेपालको हाम्रो नेपालीपन जुन छ अहिलेसम्म सदियौँदेखि नेपाली हिन्दू मुस्लिम सिख इसाई किराँती सबै मिलेर बसिरहेका छन् र यसमा धमिल्याएर पानी धमिल्याएर आफ्नो एजेन्डालाई थोप्ने र हाम्रो यो शान्त भङ्ग गरेर आफ्नो विभिन्न लाभहरू लिन चाहनेहरूको यो जुन आफ्नो नराम्रो एउटा एजेन्डा छ त्यो हामी सफल हुन दिँदैनौँ भनेर यो सम्पूर्ण मानव जनसागरले जताएको छ र यो हुन नेपालमा चाहिँ उनीहरूको यो नराम्रो एजेन्डा कदापि तपाईँको पनि स्वीकार्य हुँदैन। प्रतिनिधि तथा नेता साथीहरू, यो सहभागितालाई साथ दिनको लागि यहाँहरूको उपस्थिति र यो सभामा स्वागतका निम्ति सडकका किनारहरूमा बसेर हामीलाई स्वागत गर्नुहुने सबै नागरिक भाइप्रति हार्दिक शुभकामना र धन्यवाद अभिवादन व्यक्त गर्न चाहन्छु। यो राष्ट्रिय सद्भाव र एकताको दिवसको रूपमा आज हामीले महत्त्वपूर्ण चितवनबाट एउटा सन्देश दिने प्रयत्न गरेका छौँ। यो प्रयत्नमा तपाईँहरूको साथप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु र निरन्तर तपाईँहरूको सद्भाव र एकताको निम्ति पूर्ण शुभकामना व्यक्त गर्दै यहाँहरूसँग बिताउन चाहन्छु। यो सभा यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार, अभिवादन। पहाड तराई कोही छैन पराई आज सद्भाव र्याली चितवनबाट निस्केको छ। पुरै चितवनवासीलाई र पुरै नेपालभरि नै यो सन्देश प्रवाह गर्न चाहन्छु। हामी चाहिँ मानवसँग हिँड्नुपर्छ, मानवतासँग हिँड्नुपर्छ, आत्मसात गरेर हिँड्नुपर्छ, न कि हामी चाहिँ एकअर्कालाई लडेर 2-4 दिनको कुरा हो। त्यो हट्छ नै त्यो हराउँछ नै। राम्रो कुरा सधैँको लागि हुन्छ, नराम्रो कुरा छिडीको त्यो 2 दिनको लागि हो, त्यो हराउँछ नै। यो चाहिँ एउटा जित हो, मानवताको जित हो है। हामी सद्भाव र्याली निकालेर यहाँबाट र हामी आशा गर्दछौँ छिट्टै नै पुरै नेपालबाट यो निस्किनेछ। धन्यवाद। अब अन्तिम